इरान अहिले यति डरलाग्दो अवस्थामा छ कि अहिले त्यहाँको सडक एक हिसाबले वार जोन नै भइसकेको छ। किन भन्नुहुन्छ भन्दा ह्युमन राइट्सको रिपोर्ट अनुसार यो 2 हप्ताभित्र इरानको सरकारले लगभग 500 जना इरानी नागरिकहरूलाई गोली हानी हत्या गरेको छ भने झन्डै 10,600 जनालाई अरेस्ट गरेको छ। र साथसाथै इरानको एटर्नी जेनरलले अहिले इरानमा भइरहेको प्रोटेस्टमा राइटर्सहरूलाई एनिमी अफ द गड यानि भगवानकै दुश्मनको नाम दिएको छ, जसको सजाय भनेको मृत्युदण्ड पनि हुन सक्छ। हुन चाहिँ इरानमा खास के भइरहेको हो त? वेल, इरानमा 2 हप्ता अगाडि बढ्दो महँगाई र इरानको खसिरहेको रियालको विरोधमा प्रोटेस्ट सुरु भएको थियो। बिस्तारै बिस्तारै त्यो प्रोटेस्ट बढ्दै अहिले इरानको सरकारको विरोधमा कन्भर्ट भएको छ भने यो विरोध इरानको सुप्रिम लिडर खामेनेईको राज नढलेसम्म रोकिन्न जस्तो देखिन्छ र दिनदिनै एकदमै भयानक रूप लिइरहेको छ। यो प्रोटेस्टलाई शान्त पार्न इरानको सरकारले अहिलेसम्म धेरै उपाय लगाइसक्यो, जसमा रिपोर्ट अनुसार प्रोटेस्टर्सहरूलाई टाउको र छातीमा गोली हान्नुको साथै पुरा इरानभर पनि इन्टरनेट बन्द गरिएको छ र कति प्रोटेस्ट गर्ने मान्छेलाई टेररिस्टसम्म भनिएको छ। तर पनि प्रोटेस्ट चाहिँ शान्त भएको छैन। यो कन्डिसनलाई देखेर युएसबाट ट्रम्पले पनि इरानमा मिलिट्री एक्सन लिने भनेर धम्की दिएका छन् भने इजरायल पनि सिचुएसनलाई नजिकैबाट नियालेर हेरिरहेको छ।